हेलो हेलो नमस्ते सबैजना साथीहरूलाई। धेरै दिन पछाडि आज फेरि एउटा भ्लग लिएर आएको छु है। भ्लग लिएर आएको छु। अब एकछिन भ्लग हेर्दै म तपाईँहरूलाई आजको नम्बर चाहिँ एसएमएस सेयर गर्छु। अनि मेरो चाहिँ अब यहाँ पानी उठाउने बेला भयो बेलुकाको। यहाँ पहिला सुरुमा पानी उठाएर त्यस पछाडि एकछिन यो ड्युटीसम्म अलिकति ज्यादा छ। त्यो भएकोले गर्दाखेरि अलिकति बाहिरतिर घुम्न नि पर्छ थोरै समय लिएर हैन। यो चाहिँ बिहान चढाउने अनि बेलुका उठाउने। बिहान 5 बजे उठेर पानी चढाउने पूजा गर्ने, फेरि बेलुका चाहिँ ड्युटीबाट आएपछि फेरि उठाउने फेरि पूजा गर्ने। यो चाहिँ बिहान बेलुकाको दैनिकी भइहाल्यो हैन। यति गरेपछि अब यहाँ हाम्रो सर एकजना हुनुहुन्छ, जीवन सर र म दुईजना मिलेर चाहिँ हामीले चाहिँ यहाँ अहिले खोर्सानीको एकदमै ठुलो खेती गर्ने भएर विचार गरेर चाहिँ यहाँनिर बारी खनेर यतिको बनाएको छ। अनि हाम्रो यो खोर्सानीको बेर्ना कति दिन भयो सर? यो कति 15 दिन जति भयो है। कस्तो राम्रो आछ है। पानी हाल्नु नि हुन्छ हुन्छ। यहाँनिर चाहिँ हाम्रो खेतीबारी गर्ने ठाउँ यति छ हजुर। पानी अब बेलुकाखेरि यति लगायो भने हाम्रो त यहाँ त धेरै ढाक्छ त है। यहाँ परसम्म अब किरा फल्न लागेछ। यसपालि आँप चाहिँ यति धेरै फल्ने रहेछ कि हाम्रो अब यसको साध्य नै छैन। अब आँप चाहिएको साथीहरूले चाहिँ सम्पर्क गर्नु होला है। अब यहाँ कति फल्दैछ यो। अब तपाईँहरूलाई नजिक नजिक हुनुहुन्छ भने चाहिँ हामी दिन सकिन्छ, टाढा हुनुहुन्छ भने चाहिँ अब भन्न सकिन्न फल्दैछ। अनि हाम्रो यहाँ खोर्सानीको एकदम बेर्ना यहाँ रेडी भइसक्यो, एकदम दामी लाग्छ। त्यसै अहिले चाहिँ साँझको समय भएको। मैले तपाईँहरू यो भिडियो पुरा हेर्नु होला है। भिडियोको बिचमा मैले यसमै नम्बर लेखेर राखिदिएको छु। यो अहिले अलिकति गाह्रो छ नम्बर मात्रै सेयर गर्नको लागि। कस्तो शीतल मौसम भयो है। ल अहिले चाहिँ रविन्द्र सर र म दुईजना, यो हामी बसेको एरिया चाहिँ यस्तो राम्रो छ कि अब सुनसान, घरहरू एकदम राम्रो राम्रो छ। यो हाम्रो खेती गर्ने ठाउँ बारी। अब 24 घण्टा ड्युटी गरे पनि अलिकति यसो बिहान बेलुकाखेरि चाहिँ पार्कतिर जाने, एकछिन एक्सर्साइज गर्दा पनि माइन्डलाई फ्रेस हुन्छ नि त हैन। यो कामदेखि हामी तनाव हुन्छ, तनावलाई चाहिँ एकछिन भए पनि घटाउन सकिन्छ। मेरो त भिडियो हेर्ने साथीहरू धेरैजना हुनुहुन्छ। यो कताको हो सर तपाईँ? कहाँ पो भन्नुभयो? गोर्खा सर हजुर। आरुबारी आरुघाट। ओहो गोर्खा आरुघाटको साथी हुनुहुन्छ तपाईँहरू। कोहीजना गोर्खा आरुघाटको हुनुहुन्छ भने कमेन्ट गर्नु होला साथीहरू। अनि यो भिडियो हेर्दै गर्नु होला है। मैले यसमा नम्बर लगाइदिँदै गरेको हुन्छु। यो नम्बर सम्बन्धी मात्रै भिडियो बनाउन नमिल्ने भएकोले गर्दा बिचमा भ्लग बनाएर त्यो तरिकाले भए पनि तपाईँहरूलाई मैले सेयर गरिरहेको छु। हेर्दै गर्नुहोस्। कस्तो राम्रो छ है। मौसम पनि राम्रो, त्यही माथि ठाउँ पनि राम्रो। मोबाइल त होइन, यो मोबाइलै राम्रो हो नि त। यतिको हल्लियो भने भोलि भिडियो हल्लिन्न क्या फेरि। हेर्नु न यस्तो खालको कस्तो राम्रो मौसम देखिरहेछ बेलुकाको समय। साथीहरू नम्बरहरू काट्दाखेरि हजुर नम्बरहरू काट्ने बेला चाहिँ ब्ल्याकमा नकाट्नु होला भर्सक। ब्ल्याकमा काट्यो भने चाहिँ समस्या आइपर्न सक्छ। अहिले त काउन्टर खुल्ला हुन्छ हुँदैन है? 5 बजेसम्म चाहिँ हुन्थ्यो होइन? हुन्थ्यो नि 5 बजीसम्म खुल्ला। आज मङ्गलबार होइन? भोलिले भोलिको लागि काटिहाल्छ। कस्तो दामी मौसम भएको छ मेरो साथीहरू। हेर्नु होला यो म बस्ने एरियाको मौसम।
गाडीहरू पनि कस्तो दामी दामी शीतल छ नि बिहान बेलुका यसो घुम्नु पर्यो तर कति ठाउँ त अब ठाउँ पनि यस्तो हुन्छ कोही ठाउँमा त फेरि 7 दिनै हुँदैन रहेछ म त केएलतिर कोद्रातिर गयो भने त त्यहाँ त बस्न सकिँदैन त्यो मान्छेको भिडभाडहरू देखेर हामी उकुस मुकुस हुन्छ हो यहाँ भने खुल्ला हैन बल्बो भरे छैन होचो यो गाउँ घर जस्तो भएर होला वहाँ त ठुलो यसो माथि हेर्नुपर्छ त्यसै नै गर्मी हुने क्या त्यहाँनिर होइन पहाड छ कुनै माथि फत्रै फर्केर होला गाडीहरू चाहिँ दामी अरू भन्दा नि आज मलाई मौसम एकदम राम्रो लाग्यो नम्बर हेर्नु है साथीहरू मैले यो स्क्रिनमा राखिदिइराखेको हुन्छु नम्बरहरू हेर्दै यसो अगाडि पछाडि मिलाउनु होला है यसको योभन्दा अगाडिको भिडियोमा मैले तपाईँलाई सिकाएको छ नम्बर मिलाउने तरिका पनि अनि अरू यस्तै हो अब सबैजनालाई सेवा पनि गर्न नसकिने रहेछ कहिले कहिले यो युट्युबमा पनि समस्या आउँदछ नम्बरहरू मात्रै सेयर गर्दा चाहिँ त्यही भएर आज चाहिँ मैले छोटो भ्लग गर्दै गर्दै बनाउँदै अनि यो एरियाको ठाउँहरू देखाउँदै तपाईँ त दिउँसो होइन रगत गुनाइ होला तपाईँ र मसँगै हिँड्छ मलाई त्यति थाहा छैन नि त हजुर बेलुकाको मौसम यस्तो राम्रो छ है यो चाहिँ सुबाङ हाइटेज भन्छ यो ठाउँको नाम साँझको समय यहाँ सर चाहिँ पैसा हाल्दै हुनुहुन्छ नेपाल पैसा हाल्ने पनि यही छ वेस्टर्न युनियन मनी ट्रान्सपोर्ट यहाँ नजिकै छ सजिलै छ पैसा हाल्नको लागि पनि अब हाम्रो काउन्टरहरू यहाँ पारिपट्टि छ अहिले चाहिँ काउन्टर बन्द भइसक्यो अब एकछिन माथि जाने रेस्टुरेन्टमा जाने चिया खाने अनि त्यस पछाडि एकछिन बिसाएर फर्किने भिडियो हेरिदिनु होला अन्तिमसम्म है अब सधैँ नम्बर पर्छ भन्ने चाहिँ हुँदैन कहिले कहिले पर्दैन पनि पुरानो नम्बरहरूलाई चाहिँ पनि एकचोटि दुईचोटि दोहोऱ्याउँदा राम्रो है काउन्टर कस्तो हुन्छ भनेर साथीहरूले सोध्नुहुन्छ काउन्टरको चाहिँ कतिजनालाई थाहा नभएर होला यस्तो लेखेको हुन्छ है यत्रो ठुलो बोर्ड छ यो चाहिँ काउन्टर है हाम्रो चाहिँ जुम त राम्रो रहेछ है मेरो क्यामेराको टाढोमा पनि कस्तो राम्रो देखिरहेछ जुम गर्नु पर्यो सर आउँदै हुनुहुन्छ साथी रविन्द्र सर अनि यो एरियामा मार्केटहरू सबै छ यस्तो ठुल्ठुलो मार्केटहरू चाहिँ छैन तर सानो सानो आफूले चाहिने सामानहरू किन्नको लागि चाहिँ सबै थोक नै पाइन्छ यो एरियामा ल अब चाहिँ बेलुका रुममा आइसकेर बेलुकाको धुप पनि बाल्यो अब चाहिँ यहाँ मेरो मित्र रविन सरले नुडल्स बनाउनु हुन्छ यो त के पो भन्नु हो ससेस अनि अब हामी दुई भाइले यति चाहिँ उठाउने विचार गरियो सकिन्छ होला 4-5 गर्दा यस्तै छ अनि मैले तपाईँले नम्बर राखिदिएको छु नम्बर हेर्नु होला अनि मिलाएर काट्नु होला है सधैँ त पर्छ भन्ने हुँदैन कहिले कहिले मिलेर पर्न सक्छ धेरै धेरै नकाट्नुहोस् बरु सधैँ काट्नुहोस् नम्बर त मैले सेयर गरिराखिदिएको हुन्छ हिजोअस्ति सन्डेको पनि अर्को ठाउँमा आएको थिएँ है आउन चाहिँ आएको थियो अब 75% चाहिँ कन्फर्म नै हुन्छ अब 100% चाहिँ म भन्न सकिँदैन है त्यही भएर नि तपाईँहरू सकेसम्म आफैले नम्बर मिलाउने कोसिस गर्नुहोस् यस्तै छ अनि अब नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि कमेन्ट गरिदिनुहोस् लाइक गरिदिनुहोस् आजको भिडियो यस्तै छ मिलाएर हेरिदिनु भयो होला मैले 5वटा नम्बर राखिदिएको छु यो मैले चाहिँ केमा काट्ने भनेर चाहिँ भन्न नमिल्ने भएकोले मात्रै हो त्यही भएर आफैले सर्च गरेर हेर्दै
मिलाएर काट्नु होला। विशेष गरेर टी र एम को मात्रै बनाएको हुन्छ। है त सबैजनालाई बाई, सबैजनाको शुभ दिन। वाउ कस्तो दामी बनाउनु भएको है। दामी भयो सोक्नु पर्यो यसले। ओके सोकेर सक्छ त हामी दुईजनाले नै धेरै भयो। सक्नु पर्यो धेरै नसकिन सक्नु पर्यो। कस्तो स्पेसल बनाउनु भयो हाम्रो सरले बनाउनु भयो। म चाहिँ केही पनि गरिनँ, म चाहिँ नम्बर बनाउँदै बसेँ। अब यस्तै छ, अब दुईजना बसेर पनि त्यो बनाउने त्यति नै हो।